हिउँ अलिअलि देखेको हो, तर मेरो जीवनमा हिउँ खेल्न पाएको र यति धेरै हिउँमा चाहिँ यो जीवनमा पहिलोपल्ट मैले यसरी रमाउन युरोपमा आएर रमाउन पाएँ। दुःख गरेर सेवा गऱ्यौँ भने साँच्चै परमेश्वरले आफ्नो समयमा बाटो खोल्नुहुन्छ भन्ने कुरो चाहिँ सुनेको मात्रै जीवनमा अनुभव गरेको छु। कतिजना निराश नहुनु होला। युरोपमा आएर चाहिँ स्वर्ग जान पाइने रहेछ ठुलो कुरा भन्न खोजेको होइन। स्वर्ग लाने चाहिँ केवल ख्रीष्ट येशू मात्रै हुनुहुन्छ। तर त्यस्ता दिनहरू थिए जहाँ दुःख कष्ट आपद विपदको साथ मैले सेवा गरेँ अनि परमेश्वरले प्रशस्त आशिष चाहिँ धेरै वर्ष पछाडि भनौँ न 30औँ वर्ष पछाडि आएर यसरी विभिन्न क्षेत्रमा आशिष दिनुभएको छ। म उहाँप्रति मेरो परमेश्वरप्रति धन्यवाद दिन चाहन्छु। धन्यवाद नदिकन म रहन सक्दिनँ र म अहिले अब 2-4 दिनपछि म फेरि फर्किहाल्छु नेपालमा र दसैँहरू एकदमै राम्रो सेवाकाईमै यो घुम्न पनि हो, तर मेन घुम्न होइन, सेवाकाईको लागि मिसन ट्रिपको लागि आएको र पुरा भइरहेको छ। चेक रिपब्लिकमा रहेर विशेष बढ्नुमा र विभिन्न अरू ठाउँहरूमा यसरी भविष्यमा परमेश्वरले कसरी चलाउनुहुन्छ। हामी विश्वासमा अघि बढौँ, निराश नहौँ, विश्वासयोग्य भएर अगाडि बढ्यौँ भने परमेश्वरले आफ्नो समयमा काम गर्नुहुनेछ। 2024 सालमा भने जस्तो योजनाहरू कतिवटा पुरा गर्न चाहे तापनि भएनन् होला। निराश नहोस्। 2025 साल पुरा गर्नलाई परमेश्वरले प्रशस्त ज्ञान बुद्धि दिनुभएको, सहायता गर्नुभएको मेरो यही प्रार्थना रहनेछ। 2025 सालको फेरि पनि शुभकामना छ। गड ब्लेस यू। प्रभुले आशीष दिउन् परिवारमा, तपाईँको व्यक्तिगत जीवनमा, सेवाकाईमा। निराश नहुनुहोस्। उहाँले आफ्नो समयमा महान योजना हाम्रो जीवनमा पुरा गर्नुहुनेछ। हामीद्वारा संसारभरिका मानिसहरू, विशेष हाम्रा जाति नेपाली दाजुभाइ दिदीबहिनीहरू बाँच्नुपर्छ येशू ख्रीष्टमा र उनीहरूले नयाँ जीवन पाउनुपर्छ र स्वर्गको हकदार उहाँहरू पनि हुनुपर्छ। धन्यवाद। जय श्री। एकदमै माथिले एकदमै हिउँले भरिएको यो देश युरोपमा हिउँै हिउँ भन्ने सुनिएको थियो, टिभीमा हेरिएको थियो, तर मलाई परमेश्वरले यहाँ ल्याउनु भयो। उहाँप्रति साँच्चै नै धन्यवादी छ। परमेश्वरलाई धन्यवाद नदी रहन सक्दिनँ। परमेश्वर तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू गड सो मच तपाईँको अनुग्रह र आशिषको लागि। वाउ, थ्याङ्क यू प्रभु, धेरै धन्यवाद छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिउन्। 2025 साल साँच्चै नै आशिषमय बनोस्। गड ब्लेस यू। आई लभ यू। प्रार्थना गर्नेछु तपाईँको लागि, परिवारको लागि, सेवाकाईको लागि। बाई बाई। फेरि पछि भेटौँला।